के तपाईहरुले पनि आफ्नो मोबाइल फोनमा एनसेल को सिम कार्ड प्रयोग गर्नुभएको छ? यदि प्रयोग गर्नुभएको छ भने तपाईले एनसेल को सिम कार्ड देखि प्रत्येक दिन 10 वटा एसएमएस फ्री पाउन सक्नुहुनेछ भने त्यसको साथसाथै तपाईहरुले 1 GB डाटा पनि फ्री पाउन सक्नुहुनेछ। त्यो चाहिँ तपाईहरुले कसरी फ्रीमा नै पाउन सक्नुहुनेछ आजको यो भिडियोमा चाहिँ म कुरा गर्नेछु। त्यही भएर भिडियोलाई तपाईहरुले अन्तिमसम्म हेर्नु होला। त्यसको लागि तपाईहरुले प्ले स्टोरमा जानु होला, एनसेल भनेर सर्च गर्नु होला, एनसेल एप भेटाउन सक्नुहुनेछ। त्यो एपलाई आफ्नो फोनमा चाहिँ डाउनलोड गरिदिनु होला। डाउनलोड गरिसकेपछि ओपन गर्ने हो। त्यसपछि यहाँनिर आफ्नो मोबाइल नम्बर राख्न भन्छ सबैभन्दा फर्स्टमा। आफ्नो एनसेल को नम्बर चाहिँ यहाँनिर राख्दिनु होला। त्यसपछि लगइन भन्ने अप्सनमा क्लिक गर्नु होला। जुन नम्बर तपाईहरुले यहाँनिर राख्नु भएको छ त्यो नम्बरमा चाहिँ कोड आउनेछ। त्यो कोड चाहिँ यहाँनिर राख्दिनु पर्ने छ तपाईहरुले। त्यसपछि चाहिँ तपाईहरु यस्तो इन्टरफेसमा आइपुग्नु हुनेछ। यति गर्ने बित्तिकै तपाईहरुले 1 GB डाटा चाहिँ फ्रीमा नै यहाँनिर पाउनु हुनेछ। केही गर्नु पर्दैन। तपाईले डाउनलोड गर्ने, एनसेल एपलाई ओपन गर्ने, त्यसपछि यसमा रजिस्टर मात्रै गर्नुहुन्छ भने तपाईले 1 GB डाटा फ्रीमा नै पाउन सक्नुहुनेछ। मलाई मेसेज आइसकेको छ कि 1 GB डाटा चाहिँ रिसिभ भएको छ। यु रिसिभ 1 GB डाटा भ्यालिड फर 7 डेज भनेर चाहिँ यहाँनिर मेसेज आइसकेको छ र मैले 1 GB डाटा चाहिँ पाइसकेको छु। यो 1 GB डाटालाई चाहिँ मैले 7 दिनसम्म प्रयोग गर्न सक्ने छु। अब मैले त्यो मेसेजलाई पनि यहाँनिर ओपन गरेर देखाउँछु। अहिले भर्खरै 6:11 PM मा चाहिँ मेसेज आएको छ भने अहिलेको टाइम हेर्नुहुन्छ भने 6:12 भयो। 1 मिनेट जति भयो भर्खरै मेसेज आएको थियो। यो कुनै फेक हैन, रियल नै रहेको छ। तपाईहरुले पनि यदि 1 GB डाटा फ्रीमा नै चाहिन्छ भने यसरी चाहिँ ट्राई गर्न सक्नुहुनेछ। सो यो एनसेल एप देखि चाहिँ तपाईहरुले डाटाहरु किन्ने, त्यसै गरेर भोइस प्याकहरु किन्ने सबै कामहरु गर्न सक्नुहुनेछ। र तपाईहरुसँग डाटाहरु कति छ बाँकी र भोइस प्याकहरु कति छ, एसएमएस प्याकहरु चाहिँ कति छ त्यो पनि सबै हेर्न सक्नुहुनेछ। यहाँनिर फ्री 1 GB डाटा चाहिँ यहाँनिर देख्न सक्नुहुनेछ। मेरो चाहिँ 100% नै बाँकी रहेको छ। यसलाई चाहिँ मैले युज नै गरेको छैन। अहिले भर्खरै नै प्राप्त भएको कारणले गर्दाखेरि यसलाई चाहिँ मैले युज गरेको छैन है त। त्यसैगरी तपाईहरुले एउटा सिमबाट अर्को सिममा ब्यालेन्स पनि सजिलैसँग ट्रान्सफर गर्न सक्नुहुनेछ। अब तपाईहरुले प्रत्येक दिन 10 वटा एसएमएस फ्रीमा पठाउनको लागि तलनिर फ्री एसएमएस भनेर लेखेको छ त्यो तपाईहरुले देख्न सक्नुहुनेछ। सो त्यसमा क्लिक गर्नुपर्ने छ। त्यसपछि चाहिँ तपाईहरुले जुन नम्बरमा चाहिँ मेसेज पठाउने हो त्यो नम्बर चाहिँ माथि राख्नु होला, मोबाइल नम्बर। त्यसपछि चाहिँ टेक्स्ट मेसेजमा चाहिँ तपाईहरुले के लेख्ने हो त्यो मेसेज लेखेर सेन्ड भन्ने अप्सनमा क्लिक गर्नुहुन्छ भने त्यो मेसेज चाहिँ सेन्ड हुनेछ। तर जुन नम्बरमा तपाईहरुले मेसेज पठाउँदै हुनुहुन्छ त्यो नम्बर पनि एनसेल को नै हुनुपर्ने छ। एनसेल टु एनसेल मात्रै हुनेछ फ्री एसएमएस। यो चाहिँ प्रत्येक दिन 10 वटा एसएमएस तपाईहरुले फ्रीमा नै गर्न सक्नुहुनेछ यो एप देखि। सो यो चाहिँ एकदमै राम्रो सुविधा यो एपले दिएको छ। सो भिडियो कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला। च्यानलमा नयाँ हुनुहुन्छ र यस्तै खालको भिडियोहरु हेर्नलाई रुचाउनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर नजिकै रहेको बेल आइकन दबाउनु पनि नबिर्सिनु होला। म फेरि अर्को यस्तै खालको भिडियोमा तपाईहरुसँग भेट्ने छु।